गाइस वेलकम ब्याक। हाम्रो चाहिँ बोर्डिङ पास पनि भइसक्यो, उसको लगेजको धेरै भएर फेरि के अरे पैसा तिर्नु भएर पऱ्यो। हामीले पैसा फेरि लुटाएर आएको अनि त्यसपछि अब ठपक्क बस्नु नसक्ने हामी चुमचुम गरेर एयरपोर्टमा सबको अगाडि लडेको होइन, एयरपोर्टमा सुटकेससँगै लडेको स्टप बनाउँदाखेरि मलाई लाग्छ कि साथी तसँग ब्रुसलोबाट जान आँटेको। अब इटाली यहाँबाट 5:45 छ, त्यहाँदेखि हामी इटाली कतिमा हो 7:40 कतिमा पुग्छ। अहिले चाहिँ अब भइसक्यो सबै। वी विल अपडेट यु सुन। इटाली पुगेर भेटौँला हजुरहरूलाई। सो हामी प्लेनमा पुगे, काइन्ड अफ टायर्ड बिकज हामी सुतेको थिएन, हल्का निन्द्रा लागिरहेको छ। 1 आवर मात्र सुतेको छ, सो त्यसले आई थिङ्क म चाहिँ सुत्छु होला। आई डोन्ट नो अबाउट हर। सुत्ने हो त? म चाहिँ सुत्छु गाइस, मेरो आँखा साथ दिएको छैन। ऊ त्यो भजिको पोस्ट हेर त, देख्यो? गाइस हाम्रो ट्रिप यस्तै हुँदैछ। यहाँ हेर्न सक्नुहुन्छ, नथिङ बिट्स अ टेस्टी हलिडे। सबैजनाको हाम्रो मात्र होइन, सबैजनाको यस्तै छ होला। नथिङ बिट्स अ टेस्टी। Hi guys, welcome to our kitchen, Airbnb को। आज मैले बनाएको ब्रेड जुन चाहिँ मैले उल्टो काटेको छ, त्यो पनि पेटमा पुग्छ। अनि अहिले यता चाहिँ मैले अन्डा बनाइरहेको छु, फ्राइड एग। अनि यता चाहिँ मैले पानी तताउन लागेको छ। हजुरहरूले देख्नु सक्नुहुन्छ भनेर त नसोध्दा हुन्छ गाइस। आज हामी इटालीको फ्लोरेन्स जान फ्लोरेन्स नाइटिङ्गेल होइन, इटालीको फ्लोरेन्स जान लाग्यो। अनि आज कस्तो बर्थडे देखा तलाई। Hi guys, welcome back to our channel. So it's our second day in Italy. Ani Right now we are at Florence Nightingale. साथीहरू बल्ल हामी यस्तो खतरा यस्तो राम्रो लग्छ Bag भेटेको थियो। बट के थियो Same but different. अनि मलाई हाँस गाइस म चाहिँ हल्का टिप्सी छु होइन। नर्मली म फोटो खिच्छु पिक्चर साथी उयो हेर्न आइथ्यो। मैले उहाँको पार्कहरू अलरेडी फुल बुक भएको रहेछ, रिजर्भेसन या म ज्याप पाएको। अनि आएपछि यता चाहिँ हामीलाई सबजनाले युट्युबहरू छाडिरहेको छ, तर हामीलाई युट्युबको वाइ पनि थाहा छैन। आई मिन युट्युबको वाइ त थाहा छ, बट ब्लग गर्दाखेरि वाइ के हो बी के हो केही थाहा छैन। अनि म ज्याप पाएको हो, मलाई के भएको? यस्तै हो, पहिला नि नसोचेर आएर झोला चाहिन्छ भनेर सोच्नुपर्छ पर्दैन, अलिक चिपेस्ट वेमा। हामी पढाइ नहुँदाखेरि अलिक धेरै चिप हुन्छ नि त, यहाँबाट त्यो सोच्नुपर्छ नि। यार कुदी हिजोबाट कुदेको छ किन कुदेको थियो? गरम भन्दा आज बिच जाने दिन पनि आयो, तर
पाउन धेरै गाह्रो भएको छ त्यसले गर्दा दार्जिलिङ फर्की अनि प्लिज सबैजना उहाँको युट्युब च्यानलमा नि सब्सक्राइब गरिदिनु होला राई सबिना छ उहाँको युट्युब च्यानलमा अहिलेसम्म फेरि पनि स्वागत छ हजुरहरूलाई सो अहिले चाहिँ हामी कहाँ जान रहेको तिरेना भन्ने पिज्जाको बिच जान आँटेको साइड के गर्न जान आँटेको बिच इन्जोय गर्न जान लागेको सच नै बोल्ने का बाबा सच नै बोल्ने का सीमा स्विमिङ गर्न जान आँटेको स्विमिङ गर्न जान लागेको यस्तो डाइभ पनि स्कुबा डाइभिङ गर्न लागेको होइन यस्तो राइट हाम्रो आउटफिट चेक गराइदिन्छ हजुरहरूलाई त यो साइडमा आइज त आउटफिट चेक एउटा फोटो कभर फोटो सारा प्रकृति हाम्रो क्वालिटीको भन्दा नि हाई साथीहरू सो अहिले चाहिँ हामीहरू बिच गएर कुदी बस छुट्छ भनेर आएको अनि यता कुरा भयो अलि धेरै फास्ट कुद्यो जस्तो छ काइन्ड टायर्ड होइन धेरै नै टायर्ड कज हावाले हान्यो यताबाट हान्यो उताबाट हान्यो तर स्टिल वी वर लाइक वी डोन्ट केयर किनभने इट वाज आवर लास्ट डे सनसेट पिक्चर्स आएको थियो सनसेट पिक्चर्स आएको थियो सनसेट भिडियोस आएको थियो सनसेट चाहेको थियो सबै चाहेको थियो त्यो चाहेको जस्तो चाहिँ पायो होइन त्यसैले उहाँ चाहिँ धेरै बिजी हुनुहुन्छ अहिले एउटा भिडियो रनिङ आउट अफ टाइम भनेर अस्ट्रेलिया हेऱ्यो भिडियो पनि कन्ठ भइसक्यो मलाई तर बस आउने नाम छैन कस्तो थकाइ लागिरहेको छ लास्ट डे हो यार मलाई रिस पो उठिरहेको छ सिक्स प्याक देख्छ क्या तेरो त उहाँको चाहिँ थाहा भएन होइन फोटोमा चाहिँ नि सिक्स प्याक देख्छ कसरी देख्छ थाहा भएन तर देख्छ त्यो नि राम्रो लाग्यो मलाई अनि पछि थकाइ लागिरहेको छ साथी भोलि फर्किनु पर्छ फर्किनु चाहिँ मन छैन देखाइदिए त कुन मन पर्यो जनताहरूलाई नि अहिले मेरो बियोस कृपया हजुरहरूलाई उहाँको भिडियो हेर्नु मन लाग्यो भने फोटो हेर्नु मन लाग्यो भने गएर इन्स्टामा फलो गर्नु लिङ्कमा तल छोडिदिन्छु